होइन यति राम्रो फुलको दबाई चाहिँ कुन ठाउँ रहेछ? हेलो सो गाइज, स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा, न्यू भ्लगमा। आज चाहिँ म जाँदैछु हाम्रो डिगे स्कुल नजिक। त्यहाँ चाहिँ एउटा खतरा चिज देखाउँदैछु आज म। यसको लागि थोरै भिडियो बनाउनको लागि जाँदैछु, हेर्नु होला, बब्बाल छ। म जाँदैछु है ट्याग गरेर। हामी चाहिँ खेतको बाटो जान्छौँ, सर्टकट हो नि, त्यहाँबाट लङ बाटो, यो चाहिँ सर्ट। फाइनल म चाहिँ अब हाम्रो यो डिगे फिल्ड नजिक पुगिसकेको छु। अब मेरो भ्लग अनि 1-2 हप्ता आएर किनकि किन आएन भन्नु अब मेरो मनै लाग्दैन भनौँ, त्यही भएर अब मेरो चाहिँ अब आउँछ 5-6 दिन बिराएर। आज चाहिँ हाम्रो यहाँ के हुँदैछ थाहा छैन। म ट्याक्क अब जाँदैछु हाम्रो, त्यो चाहिँ हाम्रो स्कुल गेट हो। यहाँ चाहिँ किन भिडभाड भएको रहेछ भन्दाखेरि यहाँ चाहिँ आज बच्चातिर सुई लाउने दिन रहेछ, त्यसैले यस्तो भिडभाड भइरहेको छ। हाम्रो चाहिँ यो डिगियाको पिपल चतरा हो यो। र म अब हजुरहरूलाई देखाउँछु एकछिनपछि। मैले अघि भन्ने के देखाउँछु हजुरहरूलाई, दामी स्वर्ग जस्तो छ यहीँ भनेर चाहिँ अब एकछिनपछि देखाउँछु। मस्त सिन छ। यो चाहिँ हाम्रो स्कुल होइन गाइस, हाम्रो स्कुल पनि दामी स्वर्गभन्दा केही कम छैन, देख्न सक्नुहुन्छ। पहिला हजुरलाई यो देखाउनुभन्दा पहिला चाहिँ हजुरहरूले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला होइन, त्यो भन्न चाहन्छु। अब हेर्नु होला ट्याग हाम्रो सिन। हजुरहरूले त्यो फुल त देख्नु होला, धेरै खतरा नभए पनि दामी नै छ। अब यति हाम्रो स्कुलमा चाहिँ छ, अरू स्कुलमा छ कि छैन। अब मेरो भ्लग अब आउन त आउँछ 2-4 दिन बिराएर, हेरिदिनु होला अन्तिमसम्म, सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। आजलाई चाहिँ म त्यहाँको घरतिर चलिदिएको। यो चाहिँ हाम्रो त्यो चाहिँ त्यही यो फुल मैले देखाएको, धेरै नै खतरनाक पनि, त्यहीलाई मैले देखाउन लागि घरबाट मिहिनेत गरेर आएको छु। सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। आजलाई नै हस्त बाई बाई, भेटौँला अब नेक्स्ट भ्लगमा।